लयर जान गरौँ भनेपछि असम्भव भन्ने के रहन्छ यार, सबै सम्भव भइरहेछ। यत्रो समुद्र पुर्दियो यार, पुरा माटो हालेर ढुङ्गा हालेर के हालेर अब के हालेर यत्रो समुद्र पुर्दियो। अब यहाँ चाहिँ यो पोर्ट बढाउनको लागि हैन, पोर्ट बढाउनको लागि चाहिँ यसरी एकदम माटो हालेर पुरा समुद्रभरि भरिसक्यो। झन्डै आधा भरिसकेको छ, आधा बाँकी नै छ। अब यसमा फेरि किरान थप्ने हो रे, नयाँ किरान थप्ने हो रे। त्यो भएको कारणले गर्दाखेरि अब यहाँ पोर्ट बढाउँदैछ, नयाँ पोर्ट बढाउँदैछ भन्नुहुन्छ। अनि यो पछाडि यो ब्याकग्राउन्डमा देखिरहेको छ नि, यो पुरानो भइहाल्यो, यो पुरानो भइहाल्यो। यता यो समुद्र देखिरहेको छ नि, अब यो समुद्रको साइडमा यतातिर यो चाहिँ नि पुरै पुर्दैछ। यो पुरा माटो हालिरहेको छ, त्यहाँ काम चालु भइसकेको छ। हेर्नुहोस्, काम चालु भइसकेको छ। यतातिर ठुलो समुद्र छ, त्यतातिर अगाडि सेफ्टी आयो भने सेफ्टीले फेरि चाहिँ गाँडो हान्छ मेरो, त्यो डर पनि छ। अनि यतातिर जहाज आइरहेको छ, उता आउँदैछ, त्यो साइड हाम्रै गएको छ, पानी गएको सानो जहाज चाहिँ। अनि हाम्रो केटाहरू त्यता अलिक छेउछाउतिर गएर चाहिँ त्यहाँ यसो फोटोसोटो खिच्दैछन्। अनि त्यहाँ यसो सेफ्टीले आयो भने फेरि केटाहरूको गाँड पेल्छ नि, बल्ल थाहा हुन्छ। अनि मैले पनि भिडियो बनाइरहेको छु, कतै मलाई पनि झ्याप्प दियो भने मेरो पनि गाँड पेलाइ गऱ्यो भने त मेरो बर्बाद छ। सिधै 60-70 रुपियाँ हान्छ नि फाइन, नेपालको चाहिँ 1800-2000सम्म त्यस्तो हान्छ भन्नुहुन्छ। यतातिर यो किरान हो, यो ठुलो किरानहरू हो। यो लास्ट 57 नम्बर किरान, एकदेखि चाहिँ नि लास्ट 57 नम्बर किरानको हो यो। लास्ट हामी यो भागमा छौँ, पछाडिको भागमा। र यतातिर नयाँ पोर्ट बन्दैछ, यसको लागि चाहिँ काम सुचारुहरू भइरहेछ, यहाँ पुरा गरिरहेको छ भन्नुहुन्छ। अलिक भिडियो राम्रो देखाउँछ छैन होला, घाम पनि छ, त्यही भएर चाहिँ अलिक मधुर देखायो होला। सो अब त्यति खासै राम्रो माने पनि नराम्रो माने पनि अब यसलाई चाहिँ के हो कसो, लाइक कमेन्ट यताउता सेयर सब्सक्राइब सबै गरेर चाहिँ फालिदिनु होला।